स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा र यो चाहिँ हामी कजन्सहरुको धरान टु पोखरा हुँदै अब घान्द्रुक कता कता हुन्छ हामी टुर सुरु गरिरहेछौँ। यहाँ चाहिँ हाम्रो नाना हाम्रो भेना उहाँहरुकै ठुलो योगदान छ हाम्रो यो गाडीमा चढ्नुमा। र अब चाहिँ हामी धरानबाट चाहिँ हामी अब मुभ भइसक्यौँ। हाम्रो गाडी चाहिँ यस्तो छ, यो सिट खतरा रहेछ। मैले जिन्दगीमा चढेको थिइनँ पनि यस्तो यो गाडीमा भनौँ न, मतलब बसहरू खासै चढ्दिनँ किनकि मेरो आफ्नै बाइक छ, गिफ्ट पाएको बाइक। त्यही भएर अब टाढो भएकोले गर्दाखेरि पोखरा चाहिँ सबै पोसिबल भएन गाडी स्कुटीमा, बाइक स्कुटीमा जानुलाई। त्यही भएर अझ हाम्रो एकजना मेन क्यारेक्टर चाहिँ काठमाडौँबाटै भरे 8 बजेको नाइट गाडी चढ्दैछ। उहाँको लागि चाहिँ हामीले धेरै धेरै शब्दहरू बाँकी राखिरहेको छौँ होइन। अब हामी धरान सहर छोडेर भानुचोक छोडेर चाहिँ अब हामी पश्चिम पोखराको यात्रामा जाँदैछौँ है। ल अब चाहिँ हामी मेरो लाइफकै फर्स्ट एकदम त्यो लामो समयको ट्राभल हो क्या नाना यो। हो बसमा चढेको भनेको भोजपुरदेखि धरान भनौँ न। अनि यहाँ त वाइफाई यहाँ टिभी छ हाम्रो। अब त जाँदाखेरि पनि त्यहाँहरूकै गाडीमा हो नि। ए हो र ठिक छ त, त्यो गर्नुपर्छ। त्यो भनेको त तपाईँहरूको सन्तुष्टि नै हाम्रो चाहना ओहो भन्ने हो नि त। म त दाइ अहिले एकछिनमा धेरै खुसी भएर हल्ला पनि गर्न चाहन्छु। हामी अब 4 कोसे झाडी 3 कोसे अरे 4 कोसे झाडी 3 कुनेमा चाहिँ हाम्रो इन्ट्री भइसकेको छ। अनि अब हामी इटहरी पुगेर केही समय इटहरीमा अरू मान्छेहरूलाई पिकअप गरेर त्यस पछाडि चाहिँ हाम्रो यात्रा कन्टिन्यू हुनेछ। थाहा छैन यहाँ कुन गीत बजिरहेछ, माफ गर्नु होला चिन्दिनँ पनि म। अहिलेसम्म एउटाले वाइफाईको पासवर्ड लगाइसकेको छैन। धरानबाट ट्राई गरेको इटहरी पुग्ने बेला म क्युआरले हुँदैन अनि पासवर्ड्सबाट। यता पनि हुनुहुन्छ हाम्रो सहयात्री बाजेहरू। चिलमा बाजेले झ्याम दिइराख्नु भएको छ खानेकुरा। बस स्ट्यान्डमा अब हामीले 5 मिनट रोक्नुहुन्छ अरे सर्ट टोइलेटहरू जानेको लागि चाहिँ। कता छ भन्दै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ गाडीले मात्नु चाहिँ, तर अनि म खानेकुरा चाहिँ सकेसम्म खाँदै जाने कोसिस गर्दैछु। पानी छ यहाँ, चिप्स पनि लिइसकेको छु। कपिराइट लाग्छ होला यार यो गीतले। तातो हुँदैन दाइ यो। बिहान 6-7 5-6 ट्राभल गरेको त्यही पोखराबाट रिटर्न हुँदाखेरि हो 2 बजे उनीहरू हिँडेर है सुस्मी नाना दिउँसो हिँड्दाखेरि लगभग हाँस्दिनु 4:30 तिर यहाँ इटरीमा हामी चाहिँ अहिले खाजा ब्रेकमा छौँ।
लगभग उल्टा उल्टा देखिए टाइम नहीं यहाँदेखि गाडीमा छोडिदिएर गाडी पक्रिनु मिठो गाडी बिसाएको बेला त सबै फ्रेसमै हुन्छ नि त यो चाहिँ बुटलको गाडी यो पोखरेको हजुर सबै डामडुम असली बाजेको पेडै लेखेको हुन्छ हौ यहाँको ब्रान्डिङ भनेकै बाजेको पेडा हो क्या यो बोजूको लेख्यो नि कसैले लाँदैन हामीले खाजा खाइसक्यौँ अब नाना पनि फ्रेस भइसक्नु भयो खाजा खाएर सुस्मी नानाले चाहिँ यहाँनिर खानेकुराको दाम तिरेर फ्रेस भइसक्नु भयो सिद्धार्थले सबलाई फ्रेस गराइदिन्छ यो मातेन भने अनि अब चाहिँ हामी ल जाने अब फेरि अर्को स्टपमा भेटाउनुपर्छ किनकि बिचमा त म पनि सुत्छु खासमा हामी गाडीबाट झरेको चाहिँ अघि नै हो 15-20 मिनट जस्तो भइसक्यो होइन अनि नाना यहाँ भेना एक्सट्रिम म चाहिँ खासमा ब्लग अहिले मात्रै किन बनाएको भने नि नाना 15 मिनट जति पर्खेर 1-2 स्प्रे हानिरहेको एक दुई स्प्रे हान्यो अनि अब फेरि नाइ गुलियोले त अघि एक्साइटमेन्टमा आएर लड्डु खाइहालेछु कि अनि अब फेरि हाम्रो गाडीले वार्मअप गरिसक्यो हिँड्नको लागि अनि लगभग अब हामी कति 78 आवर्समा पुगिन्छ होला है अब 78 आवर्स अर्की बास कटिसक्यो ढल्के बर सुन्दै थिएँ मैले अघि निन्द्रामै पोखरा आइपुगेर फर्स्ट खाजा ह्यापनिङ अरे के भेना हुनुहुन्छ तिम्रो जतिको फोन छैन खै अब अनेक थरी गर्नु त भएन यही अब 100 जना सब्सक्राइबर भएको भ्लगले के बे होला र तेरो तपाईँहरूले अचानक आज बिहानै मेरो भ्लगको क्वालिटी बढेको देख्नुभयो भने चाहिँ यो मेरो फोन होइन के हाँस्दै गर्नेको थिमराङ राई नाना आइफोन 17 प्रो म्याक्स थिमराङ राई नाना तपाईँ सन्चै हुनुहुन्छ होइन लड्डुले होइन मेरो त्यस्तै हो नाना म अलिअलि सिक मानेमै हुन्छु होइन त्यो तेरो फोन यो महँगो हो भनेर नि होला नि टोलीहरूको कोरीबाटी कान्छी तेरो त्यो अघिको काइयो देखाइदियो त लेग साइडमा पाउँछ हौ पनि पाउँछ क्या त्यो त पाइनौँ नि हामीले त तिमीले लुट्यो तपाईँले लुटेपछि हामीले के पाउँछ बस्दाखेरि ल हाम्रो गाडी आइसकेको छ हामी अब घान्द्रुकको ट्रिपमा हो परिहरू घुम्नु जान एकदम सजिलो जमजम गाडी म यो भ्लगबाट पनि भन्छु मेरो साथीहरू म बन्जी जम भन्न लेख्छु पैसा पठाइदेऊ त्यसैमा हामी तपाईँलाई क्युआरमै पेमेन्ट गर्छौँ भनेको
कति हुँदै अब हामीले माछा पुछ्रे हिमालको दर्शन गरिसकेका छौँ। त्यही यसकै फोन भएकोले हिमाल पनि सेता हेरेछ। झ्यालैमा बसेर जिस्काउनु पर्दैन छेक्यो देउराली डाँडा उसुरा कुहिरोले। ल अब हामीलाई घान्द्रुकले स्वागत गरिसक्यो गेटबाट। ल हामी यो 2000 मिटरको एल्टिट्युडमा भएको घान्द्रुक आइपुग्यौँ। नाना कस्तो लागिरहेछ तपाईँलाई? ब्रो कालु कस्तो हुँदैछ यहाँ हेर त। दाइले पर्खिनुहुन्छ भने ठिकै छ। अरे 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 क्युटी भएको अरे 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 त्यो ठ्याक्क अलिकति छोपियो क्या यहाँ हिमाल चाहिँ नत्र राम्रो हुन्थ्यो। ठिकै छ। अब दिउँसै दाँत माझ्नु पर्दैन क्या अरे। अब आफ्नो त मन र नियतै सफा छ, दाँत के सफा गर्नु। सफा मन सफा नियत भएको मान्छे। त्यो पनि दाँत अस्ति भर्खर स्क्यालिङ गरेको छु। तेरो भाइ चाहिँ हतातिर आर्चिक गर्छ दाँतको अनि रातभरि खाएको खाएकै गर्छ। पनि रहेछ नि त अझै ठुलो गाउँ रहेछ नि त। हामी 3 बाट जानु पर्यो। 4, 5, 6 पोता। हेलो तपाईँलाई स्वागत छ गुरुङ गाउँमा। कालो गुरुङ पनि हुँदो रहेछ त। खुलेआम रेसिस्ट नहुँदा मेल्किस्ट मेल्किस्ट कुनले भन्यो? भेना तपाईँले कस्तो लागिरहेछ? एकदम ह्याप्पी। अनि अब म बन्जीमा मेसेज गर्छु भेना। अनि
यो सिस्नुले चाहिँ छ्याप्प एकचोटि भेटेपछि त फेरि अनि कस्तो कस्तो क्रिमिनल पनि सत्य बोल्छ नि ससुराले आए जस्तो फिल हो त हिँड नि हौ अहिले फेरि त्यही सिस्नै उठा फाइनल्ली हामी गुरुङ कटेज आइपुगिसकेको छौँ अनि अब यहाँनिर ड्रेस लगाउने टिकटक बनाउने के हुन्छ अनि हामी चाहिँ अराउन्ड 2-3 ओ क्लकको चाहिँ बन्जी बुकिङ गरेको छौँ पर्वत कुस्मामा अनि त्यसले गर्दाखेरि यहाँ चाहिँ हामी अब अलिक छिटै गरेर काम सकिवरी हामी बन्जी जम्प हाल्नको लागि कुस्मा जानेछौँ कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखानी राम्रै हो मन पर्ने ओठा खानासाना खाइसक्यौँ अब हामी कुस्मा जाँदैछौँ बन्जी जम्प गर्नको लागि हस् थ्याङ्क यू खानाको लागि अनि हामीलाई घान्द्रुक त धेरै बस्न मन थियो तर हामीले कुस्मामा अलरेडी बुक गरिसकेको छौँ क्या बन्जी जम्पको लागि त्यही भएर 3 बजेसम्म चाहिँ पुग्न पर्नेछ हामी आउँदा चाहिँ यही लडीबडी गर्ने गरी आउने भनेर हजुर अर्कोचोटि चाहिँ यतै भेडा व्यवस्था गर्दै बाबु तेरो ज्याकेट खोइ यो त भेनाको ज्याकेट भनिरहेको थिएँ अघि एउटा कालो ज्याकेट निस्किरहेको थियो भेनाको भन्नुहुन्थ्यो कि नानाले हामीसँग हेरेर त्यो मिसले सबै कुरा बिर्सिनुहुन्छ नि त भेना यसले भन्नु खोजेको राम्रो केटीको जाडो बाख्राले खान्छ भन्छ कि तर यसको त मरेको स्यालले पनि खाँदैन नि यो बल्ल आयो नि त कत्रो ठुलो छ डगलेस त ठिकै तितलेस चाहिँ छैन भने त हान्छ नि फेरि ल हामीले अब घान्द्रुकलाई बाई बाई गर्दैछौँ झ्याप्पै आए बाहुन्दाई के भन्छ जनै भिरेर चाहिँ होला हौ यो मटर र केराउमा एउटा हो हाम्रो टोलीहरू चाहिँ यहाँ बन्जी जम्पको लागि रेडी भइसक्यो भेना कस्तो फिलिङ्स भइरहेछ कताबाट उताबाट यहाँबाट म यहाँ पुलमा हिँडेर मोड्न आँटिसकेको टाउको सुकेर सक्ने होइन जति लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ विश्वको कुना काँचमा खोज नेपालीको मुटुमा खोज त्यहाँ सिङ्गो नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ त्यहाँ सिङ्गो हामी अलरेडी घान्द्रुक कुस्मा हुँदै बन्जी जम्प हानेर पोखरा आएर पनि यहाँ लेक साइडमा बसेको छौँ र अब एकछिन हामी इभिनिङ वकको लागि जाँदैछौँ र यहाँनिर चाहिँ हाम्रो छोटा डन छ वक हान्ने गरेको अनि यहाँ नाना बेना भाइ अगाडि अनि हामी चाहिँ यही लेक साइडमा पनि यही अगाडिसम्म यसो फ्रन्टसम्म मात्रै गइराख्ने भनेर भनेको अनि अब भोलि चाहिँ हामी बाइक रेन्टल नै लिन्छौँ होला सायद बाइक स्कुटी रेन्ट गरेर चाहिँ हामी भोलि पोखरा एक्सप्लोर गर्नेवालामा छौँ नाना कसरी बित्यो भन्नुहोस् तपाईँको आजको दिनहरू कस्तो भयो तपाईँलाई यस्तो घुमियो दिमाग पनि घुम्यो पर्स पनि घुम्यो सब घुम्यो हुँदा ब्याङ्किङ पनि पो घुमिरहेछ खतरा घुमियो ल भाइ सबैलाई अब यो भ्लगलाई चाहिँ अन्त्य गरिदिएको अब नयाँ भ्लग फेरि भोलिको लागि है शुभ बिहानी
पोखरामा हाम्रो डे 2 के छ ब्रो गुच्चीको चस्मा अब स्पेलिङ भन्दै हाम्रो दोस्रो दिन पोखरा भ्रमणमा अब हामी कहाँ जाँदैछौँ भन हामी कहाँ जाँदैछौँ हामी जाँदैछौँ तालबराई मन्दिर हामी किनकि हामी धर्म कर्ममा विश्वास गर्छौँ ल बिहान बिहानै हिँड्नुभन्दा अगाडि पूजा गर्नुपर्छ ल ल ल ल ल म त धर्मले कोही छैन अभि जय किरात आमेन अल्लाह अब हामी तालबराई मन्दिर जाँदैछौँ तालबराई मन्दिर घुमेर आएर चाहिँ हामी के गर्छौँ त्यो त्यति बेलै भनौँला यो खै होइन यो यसबाट हो क्या यसको माइनिङ नै यही तरिकाको हुन्छ क्या गएर ढुङ्गा कुट्ने त तपाईँ हो त नि किन्नु नकुन्नु त्यत्रो पैसा तिरेर पढाएको ढुङ्गा कुन्नु भन्छ त्यही सब्जेक्ट पढेर तपाईँलाई सोधौँ के फाइनेन्सको सोध्छ तल आउँछ फाइनेन्सको आउँछ होइन निकाल्न त डाइसेसन त म अहिले गरिदिन्छु अब यी गर्छस् जस्तो जस्तो होइन मैले ठिक छ हामी मन्दिर भएको फ्रगलाई डाइसेट गर्छ त्यही तरिकाले कुखुरा पनि डाइसेट गर्छ हाय, हिंसा नगरेको भने मैले बुद्ध बानी भयो के गरे हिंसा नगरेको नि कुखुरा नमारेर भागुदा त चिज न लाइफ ज्याकेटमा अब हामी एङ्ग्री बर्डले फुल किन्दैछ एङ्ग्री बर्डले फुल किन्दैछ ज्याकेट तपाईँले देख्नु भएको आफूले लगाउनुको लागि म पनि लाउँछु तपाईँले बनाउँछु भने गड्डा यसले मन्दिर हामी 6 जना छौँ 6 जना दिपा के ब्रोहरू आउनु होला अरे के 7 जना मुटुको हरेक कुनाबाट मायालुको हेराइ बोलाइ उठाइ बसाइ जेनी मन पर्ने मुटु चोरी लगी हाल्यो खै के गर्ने कटेर जानु पर्यो भने होइन माथि रोड छ कहाँ सबै कुरो छ यो तालको एरिया ठुलो छ हाँस्दै ल ल ल ल ल ल ल बतास बाटोको भिडियो सब बिगारेको है मेरेले यसलाई भैसब नेपालमा पठाउँ कस्तो राम्रो इमान्दी तर कुनै देखिँदैन रहेछ मजाले देखिँदैन रहेछ म्याच पुछ रे दे चारो हालिसक्नुभयो माइली नानाले तै लगाइदिनु ए परेवाले लाल है अब माछालाई चारो खुवाउनु जाँदैछौँ ए कौवा यो पकड एउटा तँलाई परेवा जस्तो छ हेर्नु न कौवा हो हेर्नु न परेवा र लुक एउटै छ लुगा पनि कौवा हो यो भएन न लिइसक्नुभयो के किन्दै हुनुहुन्छ अनि यो रुममा राख्दा हुन्छ त इबिलाई त नराख्नु देख्नुभयो यहाँबाट यसरी के कालुलाई मात्रै आउँछ क्या माछालाई चारो खुवाउनु तौदामा खुवाएछ नि कहाँ बस्छु म किर्तिपुर हामी चाहिँ नरिवल वाटर खाँदैछौँ ल स्टोरी बनाला कस्तो हुँदैछ त अब तपाईँहरू चाहिँ कायाकिङ गर्नुहुने अरे होइन हामी चाहिँ नगर्ने सक्सेस एक्लै सक्नु हुँदैन आँट छ कि छैन एक्लै
छैन आम्मामा यसको त फेरि बिचरा किन यस्तो यस्तो भयो भनेको त नानालाई चाहिँ खुवाइदिने मान्छे रहेछ नि त एक्लै गरिदिने हाम्रो टोलीहरूको चाहिँ यो के कायाकिङ तर भन्दा त के पो भन्दै थियो कि स्ट्यान्डआउट खै के भन्दै थियो नगरी हुँदैन भनेको नगर्नु भनेको नगरी नहुने भयो पोखरामा आएर स्कुटर रेन्टलमा लिइसक्यौँ बाइक लिनु भनेको बाइकको चाहिँ अलिक मिलेन कुरो अनि स्कुटर लिएर हामी हिँडिसकेको छौँ अनि आउँदै हुनुहुन्छ नाना स्कुटरमा चढ्नुलाई अब हामी फ्युल भर्नलाई जान्छौँ हामी अहिले चाहिँ वाइट स्तूपा जाने बाटोमा आइसकेका छौँ तर हामी पुम्दीकोट जाने होइन कस्तो हुँदैछ त स्कुटरको एक्सपिरियन्स तपाईँको आज भाइ स्कुटी त म त साइकल कुदाए जस्तो भइरहेको तर रेड बुल एक्लै खाँदैछस् यहाँ तल चाहिँ हामी पेवा ताल देख्न सक्छौँ पेवा होइन कि पेवा पुम्दीकोट आइसकेको छ यो भेनाले यहाँ भेनाले फेरि यहाँ पनि फोटो खिच्नु अनि कस्तो लागिरहेछ भन्दा गुच्चीको चस्मा लगाएर के गर्नु चाहिँ त्यो केटा चाहिँ लडेर त्यो उयो झर्ना त्यो भिरबाट लडेपछि चाहिँ अन्त नि अनि केटा चाहिँ कसरी लड्यो त अहिले मैले झुकेँ क्या केटी लडेपछि अनि जान्ने हुनु बाटो नहुनु भनेको के हो त्यही भएर त शेर्पाले आउट हानिदिएको थियो मेरो आज हामी चाहिँ अब टेबिस फल लास्ट हाम्रो अब आजको पोखरा ट्रिपको लास्ट भनौँ न अब घुमेको लगभग हजुर अनि यहाँ चाहिँ विस पुल रहेछ म मागेर पाउने भए म टेबिस फल चक्कर लागिरहेको के अरे यो ठाउँको नाम चाहिँ बिर्सेँ मैले के गुफा अरे गुप्तेश्वर गुफा कोदेखि छौ ए होइन अब आजको हाम्रो लास्ट घुमायो होला होइन यहीँ चाहिँ गुप्तेश्वर महादेव अभि 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 कहाँ गयो अघि मैले किनेको सिक्ने किनिस् तैँले उतैलाई किनेको कसलाई विशालले ए त्यो बबिनालाई चाहिँ के नदिनु भएर अघिलाई चाहिँ न यस्तोहरू लाउँछ त्योहरू ब्रेसलेटहरू लाउँथ्यो हाम्रो लेक साइडको भ्यू हामीले पछिल्लो करोडबाट आएर हेर्दै हाम्रो भ्लगको अन्त्य गर्न चाहन्छु म